हेलो एभ्रिवान, फेरि पनि नमस्ते अनि स्वागत छ मेरो सम्पूर्ण साथीहरूलाई। आज पनि हाम्रो गाउँका सम्पूर्ण मानिसहरू सङ्खेढुङ्गा मन्दिर सफा गर्नु गइरहेको छ है त। यो सङ्खेढुङ्गा मन्दिर चाहिँ मेरो गाउँको सबसे पुरानो ऐतिहासिक मन्दिर रहेको छ र यो मन्दिरलाई हाम्रो गाउँका मानिसहरूले धेरै विश्वास गर्दछन् है। र यो साँच्चै नै एउटा अचम्मको मन्दिर रहेको छ है। आज हामी सम्पूर्ण गाउँका मानिसहरू सङ्खेढुङ्गा मन्दिर सफा गर्नु किन गइरहेको छौँ भन्ने कारणको पछि चाहिँ के छ भने साथी हो, मेरो गाउँको एकजना बडी हुनुहुन्छ। उहाँ चाहिँ भगवान्माथि धेरै आशा राख्नुहुन्छ, धेरै आस्था हुनुहुन्छ है। त उहाँले चाहिँ 1 तारिकको दिन सङ्खेढुङ्गामा चाहिँ यो मन्दिरमा चाहिँ पूजा गर्ने भन्ने सल्लाह गर्नुभएछ है। र यसै कारण उहाँले चाहिँ हेल्प माग्नु भएछ हामी गाउँको सम्पूर्ण मानिसहरूलाई कि पूजा गर्नु अगाडि चाहिँ हामी सानो यसलाई अलिकति भए पनि बाटोघाटो सफा गर्ने है त भनेर आज हामी सबै आफ्नो आफ्नो हातमा एक एकवटा सिक्कल अनि झाडु लिएर मन्दिरतर्फ गइरहेको छौँ मन्दिर सफाइ गर्नु लागि है। आशा गर्छु आजको भिडियोहरू तपाईँहरूले पनि इन्जोय गर्नुहुन्छ भनेर है। र सङ्खेढुङ्गा मन्दिर के हो भन्नु यदि तपाईँहरू चाहनुहुन्छ भने मैले मेरो च्यानलमा पहिला नै 2टा भिडियो अपलोड गरिसकेको छु सङ्खेढुङ्गा बारे है। तपाईँहरूले त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ है साथी। गोबर बोकेर मन्दिर चाहिँ यही हो। तर आदि चाहिँ मजाले सफा गर्नुभएको छ है। यही हो मन्दिर चाहिँ माथिको रहेको है। यहाँ चाहिँ सफा गर्नुभएछ मजाले। अब यस सफा गर्नुभएछ मजाले है। जुन मन्दिर तपाईँले मैले भन्दै थिएँ है, यो सङ्खेढुङ्गा मन्दिर है। जुन आकार देख्नुहुँदैछ यो हो शङ्खा है। यसो पहिला उडेर गएको भनिन्छ है। यसै कारण यस ढुङ्गालाई सङ्खेढुङ्गा भन्छ, शङ्खाको आकार भएको ढुङ्गा है। यहीँ मन्दिरमै चाहिँ पूजा लाउने यो 1 तारिकको दिन है। सिएमडी हाम्रो गाउँको यो ऐतिहासिक मन्दिर सोनादा क्षेत्रमा पर्ने है। रम्बुक टी गार्डनमा ऐतिहासिक मन्दिर यहाँनिर छ सानो पुरानो। यही मन्दिरमा चाहिँ 1 तारिकको दिन पूजा लाउने है। यहाँ चाहिँ बडी हुनुहुन्छ, बडीले पूजा लाउने है। बडी 1 तारिक है, बडी पूजा 1 तारिक पूजा बडी लाउनु हुने। यहाँ सफा गर्नु हुँदैछ सबै, सबैले सफा गर्नु हुँदै रहेछ है। ल सबैले निकालिदिनु पर्यो नि। सबै गाउँ मिलेर चाहिँ आज सफा हुँदैछ है। सङ्खेढुङ्गा मन्दिरमा चाहिँ आज सफाइ चल्दैछ आज सबै गाउँ मिलेर। दिदी हुनुहुन्छ है। यो परासम्म सफा गर्नुभयो? ए बाटो पुरै सफा भइसकेको छ है। अब तल चाहिँ रहेको रहेछ, तल चाहिँ हाम्रो आमाले गर्ने होला। यहाँ चाहिँ दिदीहरू अघि आएर गर्नु हुँदो रहेछ, अघि नै आएर है। बडी हुनुहुन्छ उहीँ, बडीले चाहिँ जो मैले भन्दै थिएँ पूजा गर्ने पूजा लाउने चाहिँ बडीले, बडीको सल्लाह हो 1 तारिक पूजा लाउने चाहिँ। बडी हो होम पोल्ने दाउरा के को लागि हो? ए उहाँ छ है, चिया पकाउने है। यो चाहिँ हो साथी हो ऐतिहासिक मन्दिर
जो चाहिँ सोनादा क्षेत्रमा पर्ने रम्बुक टी गार्डनमा छ है। यो अहिले धेरै न्युजले पनि देखाइसकेको छ है यस मन्दिरको बारेमा है। र आज चाहिँ हामी पुरै गाउँ मिलेर यसलाई सफा गर्दैछौँ। पूजा लाउने 1 तारिकको दिन यहाँ माइजू हुनुहुन्छ, दिदी यो माथि त फेरि सफा गर्नु उयो हुन्छ है, सफा गर्नु यो त माथि जानु भएन शिरमा त है। र जो पनि यहाँ सफा गर्न आउनुहुन्छ है उहाँलाई चाहिँ एउटा म कुरा भन्न चाहन्छु, यो मन्दिरमा जुन लहरा है रहेको छ, यो रुखहरू रहेको छ, यो माथि जुन यसको शिर छ है, त्यहाँ चाहिँ मलाई चाहिँ लाग्छ कि सफा नगरेकै राम्रो, नगएकै राम्रो, किनभने यसको शिरतिर हामी छुँदैन है। यसको पहिला हजुर हजुर यहाँ भन्नुहुँदैछ उहाँले पनि है सानखिन चाहिँ पारिदिनु। जो पनि सफा गर्न आउनुहुन्छ है उहाँलाई चाहिँ एउटा यो सानो मेसेज, यो शिर र यसको शिर र यहाँ यो यसको रुखहरू त है नछुइदिने, त्यसरी बाटोहरू सफा गरिदिने है भन्ने। बढी यहाँ के गर्नु आजै गरिहाल्नु नि, यो उयो गोबर चोखै राख्नु पर्यो। ए हुन्छ, यहाँ गोबर ल्याएको छौँ हामीले है। यहाँ चाहिँ बढीले आज अलिकति चोखाइ राख्नु हुने रे यो। ल काम स्टार्ट भयो हाम्रो ग्रुपको यस पानी लिइकन आउँछु, पानी ल्याइदिनु रे, चोखो पानी उहाँ थियो है पानी बाटोमा खोल्सामा। ल है साथी, यो काम धमाधम चल्दैछ। म भने चाहिँ चोखो पानी चाहियो अरे, बडीलाई अलिकति चोखो पानी लिएर राख्छु है। सबै राम्रो हुँदैछ, बडीहरू अघि आउनु भएको थियो, बडीले मजाले सफा गर्नु हुँदै रहेछ है। हाम्रो आमाले पनि सफा गर्नु हुँदै रहेछ, हाम्रो आमाले पनि सफा गर्नु हुँदैछ है। र म चाहिँ अलिकति पानी ल्याउनु राख्छु अहिले है। पानी चाहिँ यति खालि रहेछ, तर पानी चाहिँ त्यति खालि रहेछ। अब यसमा चाहिँ किनभने चोखो पानी चाहियो, चोखो पानी त अब खोलामा त अलिकति उयो भयो होला, अब यसै कारणले यही पानी लैजाउँ भनेर सोचेको है। यो चाहिँ एकदम चोखो पानी होस् लाग्यो मलाई, तर यसलाई थाप्नु चाहिँ बहुत गाह्रो रहेछ साथी हो। यसो गरेर चाहिँ हुनेछ है, यसो गरेर हुनेछ। एकपल्ट पखालौँ यसलाई, अब चाहिँ यसरी थापौँ न है पानी हो। आइडिया हस् त साथी हो, भिडियो पनि बनिरहनु होला। म पनि अब भिडियो गरेर भएन है, अलिकति उहाँहरूलाई काम सघाइदिनु पऱ्यो, अलिकति काम सघाइदिन्छु। त्यसपछि फेरि म तपाईँहरूलाई फाइनल रिजल्ट देखाउँछु। आज मन्दिर हामीले कतिको सफा गर्छौँ भनेर तपाईँहरूलाई फाइनल रिजल्ट अब देखाउँछु म लास्टमा है। अहिले चाहिँ एकछिनको लागि म भिडियो पज गर्दैछु है त। होम चाहिँ यहाँ पनि हुने बढी, यहाँ पनि होम है। बढी चाहिँ अब यहाँ अलिकति चोखाइ राख्ने रे गोबरले है, होम पोल्नु, किनभने एकतारिक होम पोल्नुपर्छ, त्यसै कारण गोबर दिएर हजुर बढीले यहाँ चोखाउनु अलिअलि। हाम्रो बढी हुन्छ जसले चाहिँ पूजा गर्नुहुँदैछ यहाँ 1 तारिकको जो पूजा सल्लाह थियो सबैलाई बढीले गर्नुभएको, सबैलाई गर्नुभएको गाउँको है। अब यहाँ चाहिँ बढीले यता अलिकति चोखाउनु हुने अरे। कति साल पुरानो मन्दिर हो बढी यो? यो त धेरै अगाडि नै हौ, हामी नजन्मी बेलाको हुने हौ है। नजन्मिकन हाम्रो निनीहरूले भन्थ्यो र मध्य 12मा चाहिँ धरती हल्लाएर गएको अरे हो। हजुर दिउँसो मध्य 12मा हाम्रो निनीहरू तरुनी थिए अरे, बिहा पनि नभएको थियो अरे। यो सिताराको आमाको आमाहरू बोजूहरू, अन्त त्यस्तो पुरानो हो। विश्वास गर्नुपर्छ, भगवान्ले के माग्छ र उसलाई के दिन सक्नु र सब कुरो उसकै त हो। हाम्रोमा भएको जति हाम्रो यो शरीर पनि हाम्रो होइन, खास हो नि त। यो हामी जति शास्त्र छौँ त्यो पनि भगवान्ले दिएको छ। त्यहाँ शिव मन्दिर छ, त्यहाँ माथि फेरि जलदेवी, कस्तो राम्रो घेरिएर बसेको छ त मन्दिरले। हाम्रो गाउँ है, हाम्रो गाउँलाई अन्त यस्तो पवित्र जग्गा हो, तर मान्छेले मान्दैन र मान्नुपर्छ नि त, मान्नुपर्छ। सधैँ नै उनीहरूको पाठ पूजा गर्नु पर्यो। उनीहरूले के ले त भन्दैन नि त, उनीहरूलाई
एक अन्जुली पानी दिँदा पनि भइगयो, एक लोटा पानी दिँदा पनि भइगयो। हो नि, भगवान्माथि चाहिँ भरोसा गर, आशा गर, त्यति नै हो। भगवान्लाई चाहिँ जे छ हाम्रोमा त्यो दिनु पर्यो नि। अब केही छैन भने पानी चढाउँदा पनि भगवान् खुसी भइहाल्छ। भगवान्ले त के त माग्दैन। बडीले कति मिठो कुरा गर्नुभयो, किनभने हाम्रोमा कोही बेला केही नभएको बेला पनि भगवान्ले पानी चढाउँदा पनि कति ठुलो गुण हो नि त हो है बडी। या फेरि गाउँ शान्ति हुन्छ यस्तो पूजाहरूले है, बडी चाहेको कुराहरू पुग्छ है। भगवान्ले साथ दिन्छ। यति राम्रो पवित्र जग्गा हो त रम्बुक त अझै यहाँ झन् त्यति हो यहाँनिर है। यो मन्दिर त अझै नै यहाँ बस्दै कति शान्ति हुन्छ है बडी। अस्ति बर्थडेमा आउँदा त हामी त हजुर हाम्रोमा भएको जति हाम्रो यो शरीर पनि हाम्रो होइन, सास हो नि त। हजुर यो हामी जति सास छौँ त्यो पनि भगवान्ले दिएको। यो हात खुट्टा शरीर डल्लै त भगवान्को हो। हजुर साथी यो बडीसँग अलिकति धेरै राम्रो कुरा भयो है। बडीले पनि कति मिठो कुरा गर्नुभयो। एउटा चाहिँ मलाई मनमै लाग्यो, त्यो चाहिँ के हो भने हाम्रोमा केही छैन भने पनि हामी भगवान्लाई पानी भए पनि चढाउन सक्छौँ भन्ने कुरा बडीको है। किनभने पानी जस्तो चोखो कुरा त अरू केही हुँदैन है। बडीको मान्नु चाहिँ यही छ कि भगवान्माथि विश्वास गर, सबै कुरा ठिक हुन्छ भन्ने कुरा चाहिँ बडीको भनाइ है। र बडीले नै पूजा लाउनु भएको 1 तारिक है। र यसरी सफा गर्नुभएछ आमाले राम्रोसित, सबै सफा गर्नुहुँदैछ। धेरै राम्रो सफाइ हुँदैछ आज है यस मन्दिरको। हुन्छ हुन्छ खानु न, खानु 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 अबै खानु न, खानु न थोरै। लुलु सबैले खानुहोस्। खक्ला हाल्नु नि त्यो बिचो बिचो खोल्नु सजिलो हुन्छ नि। अहिले भने चाहिँ सबै गलेछ है अलिकति, किनभने निकै भयो बिचारहरूले फाँडेको। गलेर रेस्ट गर्नु हुँदैछ, सबैले माजा खानु हुँदैछ। बडीले माजा ल्याउनु भएको थिएछ है। ल है साथी, लगभग हामीले काम सबै मिलेर सफा गरिसकेको छौँ है। मेनली हामीले बाटो खालि सफा गऱ्यौँ है। त्यो बाटो चाहिँ अहिले यतिको चाहिँ भएको छ, यतिको सफा चाहिँ बाटो भयो अहिले है। यस अघि जुन हामीले यहाँ मैलाहरू त्यो सबै सफा गर्नुमा आमाले सफा राम्रो भयो है। र आजको भिडियो मलाई पनि धेरै मन पर्यो है। बडीसँग कुराकानी है, सम्पूर्ण गाउँ मिलेर सफा गऱ्यो मन्दिर, धेरै मजा लाग्यो। र तपाईँहरूलाई पनि आजको भिडियो है के कस्तो लाग्यो यसो सानो भए पनि कमेन्ट, लाइक अनि सब्सक्राइब पनि गरिदिनु होला नयाँ हुनुहुन्छ भने है। र आजको लागि यति नै साथी हो। फेरि अर्को भिडियो लिएर तपाईँहरू सामु छाउने चाहिँ त म आजको लागि चाहिँ मलाई बिदा दिनुहोस्। बाई बाई एभ्रिवान।